रोक्नु कोही सकेको छैन अझै कोन बाइच उहाँले अझै पनि उहाँले कन हुन्छ नि अब कनु पर्यो बाध्य भएर के को पछि वीर पारा संसारको ठाउँमा छ पक्कै लिन्छ लिन्छ नै शिला पनि पक्कै देखाउँछ नि अब सकेसम्म चाहिँ मिलेर माने भने नजिकै बनाइदिनुहोस् एकै ठाउँ के पर्दैन देउता होला नि हामी एकै ठाउँ चाहिँ बस्दैनन् नि नजिक नजिक पारिदिया हाम्रो लागि भइदिया हुन्थ्यो भन्ने आइदिया हुन्थ्यो एक ठाउँमा भइदिया कि हामीलाई पनि सुविधा उनीहरूलाई पनि सुविधा केही न केही यसरी बिग्रिएको कारण त्यो हो कि पनि मन दुखाएको कारण त्यो होला कि बोक्रा खाने देखाएको अब नखाने थियो रहेछ मिना अब जोडीका दिनुपर्छ भनेर फुकामा गर्थ्यो मेला गर्दा निकाल्नु त मर्जी मात्रै अब निकाल्नु त अब परिहाल्यो पर्यो घन्टी जुते रस भनेको छ घन्टी उयो भनेको छ घन्टी चाहिँ हुँदै के लान्छ लैजास बोक्ले भनेको छ उहाँले अब के त्यो चाहिँ के मात्रै तपाईँले भन्नुहुन्छ त्यो चाहिँ अब होइन त हामीले के भन्नु र तपाईँ हामीले के भन्नु र अब घन्टी मैले अर्कै माथि लगाइदिनु भन्नुहुन्छ तर पछि त लगाइदिनुहोस् त्यो घन्टी उही छोडिदिनु त्यो अब अर्को लगाइदियो के अब के भन्नु तपाईँहरू होइन हामी त तपाईँ जे भन्नुहुन्छ त्यही त भन्ने अब देउताले होइन माइलाले के भन्नुहुन्छ विचार हुन्छ हामी त्यही भन्छौँ नि त्यो घन्टी म छोडिदिनु अब पछि दुःख चाहिँ दिनु भएन दुःख फेरि घच्चा पछि त्यो माथि भन्छ दुःख दिनु मानेकै दुःख हामी दिनु दुःख हामी केही हुँदैन हाम्रो अब तपाईँहरू नसुन्नुहुन्छ र देख्नुहुन्छ फकाउनुहुन्छ पछि हाम्रोबाट त नसुन्नु तपाईँले गर्दै लानु मन थियो त अब के हामी त के थाहा दुःख पीडा हामी सकेसम्म सेवा गरौँला
बाजु चाहिँ यो रुख चाहिँ अलिक जिउँदा पनि चाहिँ त्यो हामी रुख गरेको हुन्छ हो। अनुपन रुख त्यो बराबर जिउँदा पनि हजुरले भनेको हामीले हो कि होइन अब सरेर गएको छ बाटोमाथि हुर्किँदै हामीले हजुरले भनेको हो यो हामीले आम्बाउ माथि हामीले भनेको निकै माथि जानुभयो के हामीले भन्छौँ गर्छौँ ओह्रो जाने ठाउँमा नबसोस् ड्रोन माथि जाने कटेर चाहिँ ल ल ल हेर्नुहोस् है यो मेट्नुहोस् मेटिँदैन है हामीले कसरी भेट्छौँ हामी त कसरी देख्नु त चस्मा छैन मेटे अब थाल्पा दिन्छु भने फेसबुकले खिचिसक्यो कमेडी पार दिन्छ यो अर्जाले जानु भनेछ अब 3000 जान्छु म हो के म ए ल ल ल कमेडी हामी त देख्दैनौँ यहाँ लु सोध्दै खोज्दै लगिदिनुहोस् माइला भर्खर खाइरहेको मुला बोलाउँदैछ अब यो भनेको के अब यो भनेको उनीहरू दाजुभाइ यो एउटै लङमा बस्ने भयो कि अनि उत्रिसकेपछि बिचको चाहिँ यो त्यो गाउँघर टोलमा घर गृह जेमा रचेको छेमा गरेर सकेसम्म उहाँहरूको हामी सेवा गर्नेछौँ दिन्छु पेजबाट थाहा दिन्छु हामी चाहिँ दिन्छु त्यो हेर्नु भन्थ्यो मलाई यो अहिले म हेर्दा यो हो भनेर ल है ल कमली बाबु ल है गानिङला हो अब सेलिमी मुक्तिमी कोट्याउँदा पनि नजाने अरे नि त सोमरी जाबा सोमरी आल्मा कोट्याउँदा कसरी यो भनेको होइन यो काइला होइन यो काइला त्यो बिचको सिमाना सिमाना रे यो दाजु दाजु अब होइन त्यही भएर कुरा उनीहरूको शक्ति हाम्रो भक्ति हामी भक्ति गर्छ कि हामी भक्ति गर्ने हौँ भक्त हामी गर्छौँ उनीहरूको शक्ति रक्षा सीमा गरेर दाजुभाइमा दुख बिमार बाबा हामी माइला सेलिमी हजुर सेलिमी सारी मोमी हजुरलाई गइकोङ है हजुर बाबा अब के गर्नु त कसो गरौँ त अब भन्दाखेरि बासी हो भने सेलिमी मलाई पनि रहर थियो रहर गरेर नहुँदो नदिँदो रहेछ नपाइँदो रहेछ नजुर्दो रहेछ सेलिमी मुक्तिमी रुखुनुङ वालनुङ हजुरलाई जुर्यो सुनको जुवा सारी मोमी लगाइदियो देवगुरुले रुचायो र पो तपाईँले हुनु नै हाम्रो भाग्य होइन हाम्रो भाग भएर हामी खुसी छौँ र हजुरलाई गएको तपाईँलाई काम गराउँछौँ ए के भयो भने यसो आइदेऊ न यसो गरिदेऊ न यसो गरिदेऊ भन्छौँ अघि माइला होइन गएको दाका त्यसभित्रमा कसो गर्नु त हामीले केही गर्नु पर्थ्यो होला केही भन्नु पर्थ्यो होला सुनको जो हजुरले लगाइदिएको छ त्यसो हुनु नै हाम्रो तुम्लो त बोक्ता होला जापे बोक्ता होला तुपे बोक्ता होला केही सोझे केही मरपाचो पर्ने थियो होला माइला तर बोकु अब बोकुहरू एकमै छौँ तर बाबा हाम्रो बिन्ती त बिन्ती म त छोटकरीमा जान्छु गाउँमा धेरै बोल्नु जान्दैन बिन्ती त बिन्ती जुङ्गो समय बिन्ती भन्दै गयो भने कहाँ सुनेको कुरा बिन्ती गरेको मात्रै तर यहाँ के त भने सारी मोमे देवगुरुमी सत्य सत्य देखाओस् र भनेदेखि यहाँ हजुरको सारी थालमा सायमा दिउँला सारी मोगे साय दिउँला देवगुरु देवताहरूले पनि जय जय होस् र आज हजुरको है सारी थारमा
छ्याङ्लो छ्याङ्लो लिम्लाको निसँग आजो लिम्ला अप्पे छ्याङ्लो छ लिम्ला यम इनके बोक्ता सेलिनी मारा बाजा मको निके आदमी सनन्ती उदो काए आकिला मरागुलो छेन मुचाइ उदो काला कस्तो भन्छ कि बास्ताका गानी मुनि लंगा लासाका आमसाका जुल्मु पर्ने थियो भनेर तपाईहरु लिएर आउनु भएको छ सेलिमी कामने बोक बाइडा जापे बक्ताला इनिमा बक्ताला कोमु बाइडा दुमु बाइडा सिजिमका चमु बाइडा गोकु रामु बाइडा छु गोकु चमु पर्छ सिजिम बाइला आकेमा गोटाबाला नक्सलाई इनिमा ngelung ngelung na कोमु बाइडा दुमु बाइडा इनिमा चाहिने गोल्ले खुर्बु बाइडा सासी बाइडा कोमु दुमु बाइडा थियो बास्ताका जामा बाहिर पगरी बाहिर गुगु गर्नुपर्ने थियो यहाँ आखिमा ढङ्ग पुग्दैन रुबुङला मौली पाप तपाईँहरूको जेठु आखिमा मिनाका भन्छ ए जेमुमा छोलो आसो गोपालेम्पो कुरुङपो रुङ्गरी पोरपोर बोखाइतिरा आसो ओको जेमुमा पर्छ भनेदेखि आवा कीर्तिमुमा तिरे दे भन्थ्यो मेमागा आवा कीर्ति मेमे बाबा आमा कीर्ति शेरमा मिका दुखा मेबे शेरु सारी मोमी दुख नगर देउमुरु दुख बताला दशै बधाई यो सारी धारमा बाबा बस्नु न अब यसैले रातभरि बसेर त गाह्रो है सेलिमीकै साथसाथै सेलिमीले हजुरलाई अब केही गामुलाम सेमुला हजुरलाई पनि देखाएको छ तपाईहरुलाई डोलेहरु तपाईहरु अब रहरले आउनु भएको होला र त हो कि गामुलाम सेमुलाम उहाँले केही झल्टो देखेको उहाँले तपाईहरुलाई आङमल्यो बेरो झुम्रो चाजुता अब कलिङ चाजुता रोमुची चाजुता त्यसो भएको हुनाले गामुचा चाजुता गामुचा हाम्रो काँसिया गामुचा तपाईहरु डोले अब धामीको शक्ति तपाईहरुको भक्ति भने के पो भन्छ यो कुरो उहाँले गर्छ के शक्ति तपाईहरुले पनि के शक्ति दिने तपाईहरु हो त नि तेरो हाम्रो ती धामीले उ गर्छ त्यति नै उहाँले पनि याद पाएको हुनुपर्छ र पाउनु पनि हुन्छ र उहाँ गामुलाम सेमुलाम तपाईहरुलाई कस्तो भन्नु गारमा चिरी जस्तो तपाईहरुलाई उसमा देखा परेर तपाईहरुले लिएको छ ऊ भएको छ र त्यसभित्रमा अब धेर बोल्नुका त केही जानेको होइन बुझेको छैन र यो सारी थानमा एकै दाजु भाउजू र यहाँ भाइ शेरमो मेरमो आजैगा तापेसाला हजुर मुक्तिनी भूमि हो हजुर सिरिमे प्रेम जोलंगा वाला हैन त अब गप्छ चाहिँ वाच रामनी पर्ने नेवनाको पुरै चिम्टी होला मैले को आन्छ भने ओइ लाग्दो नामली म कोइ कोइ हेर्दै बडो अब आफ्नो पालो म सिक्दै छु मलाई धामी हुन नसके पनि हैन यसो मुक्तका सिरु उनी त गर्न सकिँदैन रहेछ ठाउँ ठाउँ दा उनी लुंडा हो तम्पने बाहिर पहिला अब पुरो खाने सिकारी माके नै हो म हि पारेर त जम्मै धुपोल हुने म बाग त तम बोल्दिन्छु कोले बराबर बोल्ने राम चली र ढोले नि कता त्यसै त भन्थे त लाग्दो लामले म कोइ कोइ नेता बुलो पोमोडो म कोइ को म सबैको जाजुरो छ नि माइला राम पनि बाहिर अब निबु त न त बोल्ने निबु अब हिमाला पंगात निबु अब गाना लमला नि बुन्दी अब माथि जाको कोही सम्झना के सम्झना सबैलाई भोलि न भोलि म हाम्रो राजीपेले म पनि अब एउटा चिलाङ म सामने जस्तो के हजुर हैन हामी सरकार हिमाला म गंगा म मिचा मरङला देखाको भएन मोक्तमा लाग्दैमा बस्दा हम नाम म थाम दाइ गर्दै गयो भाइ भनेर हिँडाको केही भरोसा छ उहाँले केही सहायता हजुरको छ हजुरको सहायता हो उहाँको सहायता भने सारी थानमा साइमा है आज यति बेला
डाक्टरबाट एउटै गाडो बसेको एउटै हो कि किन त्यो हरिगुण जति लामो बाटो डाक्टर गाडो बसेको एउटै हुन्छ त्यही हो छिटो छिटो लु भयो अब त पढ्दा हुन्छ अगाडि अब त गाडो त एउटै अब पढ्दा हुन्छ कष्ट गर्नु पर्यो अब हेमा खाने कि त्यो खाने कि सिधा कुरा बसे काममा लाग्नु हिँड्नुभन्दा अगाडि अनि हिँड्ने होला होइन त्यही त एक भइदिनपछि हिँड्ने होला अब हिँडी पो हाल्ने कहाँ एक भइदिनु हुन्छ होला नि त त्यही त एक भइदिनु पछि मात्रै हिँड्छ लु न फेरि सर आफू झापड दिइहाल्छ लु त भने जस्तै अब आफूले जयले ताकी ठोक पार्न है साइमा एम ताकी दिमातिको गोजी दिपीको सारी बुढाइ झापड लोसी त त्यही हो पर गन्थन गरिराख्ने पुरा ठिक हो के यता मिलन कता छ बाहिर छ अलि थोरै घिउ पोल्यो निकै निकै पोल्नु पर्दैन होइन यो चलानै होइन त दाइ होइन चलानै हो नि त सारी झापड दिइहाल्यो सगरमाथा पनि अनि नबोलेको कष्ट दिउँको हामीले भने देउताको आशीर्वाद तिमीलाई कष्ट नमान्नु है सायरी तिम्रो भाग्यले भेट्टाएको मिला कोकली नेवाली जब्दालाई आज लाम चालामा गिने एकति भक्ति भक्ति पासङबो जामसाबी शक्ति गिने कोकली नेवाली सारी मी हिरेरी मियो शक्ति गिने जामदालाई आज बाती गिने हरि एकति कलिङ कलिङ बादिमलाई एकति कोकली नेवाली नचढाउनु नयाँ घटी चाहियो नि त त्यसो त्यो घन्टी चाहिँ निकालेर नचढाउनु कता हो हे टास निक्ल्यो है निक्ल्यो भेट्यो भेट्यो आए है शिकारी आए है सीधा शिकारी आए माथि धामीलाई
हाल्छ कसो कसो मास्टर तान्नु न मिलाइदिउँ मिलाइदिउँ बस्नुपर्छ हो ठिक छ त्यो अल्झिन्छ नि त त्यसरी दही माथि तान्नु दाजुहरूलाई पठाउनु सक्छु टङ्क बाबु मलाई किनिदिनु 10 त्यो चाहिँ मलाई दिनु थियो तपाईले Anggo? Hai? sampai आउला नि ए खेल बाटे कुदिया नि यो गाना फुल त्यो गाटो फेल लुको झुन्डिएर भएन किन लुको झुन्डिएर भएन ए
साथीहरू रहर नगरौँ कि त निकाल्नुपर्छ कि होइ भन्नेले निकाल्नुपर्छ बाटो बाटो नाच्नु पर्यो नि आसिन त ठिक ठिक धोले चाहिँ कडा हाल्छ साथीहरू ए भनौँ न साथीहरू सबैले भनौँ न खाली भयो त बाटो मेला आयो साथीहरू तराईमा कति सजिलो हुन्थ्यो तेर्छ हिँडिन्थ्यो उकालोमा त लु नकामी हिँडौँ एकछिन हजुर ल लेख चाहिँ कन्ठै भइसक्यो नि कन्ने हेलो अहिले सुतिसक्यो होला टक टक गरेर उठिहाल्छ उधारो प्रेमपछि पहिलाचोटि म भुतुक्क भएँ नि त मैले खाएको भए पो बियर
बाटो छैन नि हे धामी समात है इबा करो धामी फुटा सब दिइहाल्छ घर भने त तल फेरि खोलातिर है रोडको टिम काटिन्छ खन्ने केटाले खन्नु पर्यो कोदालो छ छैन कोदालो ल्याइएन खुकुरीले चोके भनौँ न त चोके बेथो बोकेर बेच्दै दिनु त्यो चोके बनाइदिउँ न त्यो काठको हो चोके चोके बेथो बो कलिङ पेलिङ बापास
11 सम्म गेराका बोनी गेराका यो नि मकै गति हामी त सबै रहेछ त खासमा आएको दि तापा त्यो गति गोकुलाई सिफा आप्छ पर्छ कबड्डी पाप पहिला सिफा आप्छ अनि त भेट्यो होला नि त कि तिखो दिनु तिखो खबरदार एकति Isi कस्तो पोसी कस्तो एकति त्यो पल्टलाई चाहिँ साथ नखाला आइया भन्दा अहिले चिसाले उ बाहिर निक्लिसक्यो त दुईटा कि होइन आज पाउ एकति ए देउते देउता रहेछ नि ए बगले रहेछ आज यो चाहिँ देउता त जना छ कुन के हो त्यही मात्र चिन्नु कलिङ पेरिङ मापा थिङ एकति रुङो एकति लु हो रे छ लु हेर्नु त त्यो ओहो कमी लिएको निक्ल अब यो जान्न खानु अब है ए निक्ल अब खबरदार एकति 11 सम्म गेलाका बोक्ते गेलाका झोक्ते मक्का एकति गेला आज नपाउ एकति ल ल जना पो गेलै त गोकुदा गेला लाता होला दास मामी समय बनाउनु हैन दिवा सेपा त तर अलिक निकाल्दा गेला एकैसँग हल्ली सानो रहेछ एकैसँग झोक्रा तेरे सानो रहेछ लिप्स नापो जरा हल्लीको ल होइ खबरदार त्यो जराले के गर्दैन त्यो जराले झन् बलियो हुन्छ नि जरा काटेर ल होइ अब धेर नखानु यति बेलासम्म गेलाका बोक्ते गेलाका झोक्ते मक्का खबरदार एकति भोलि भोलि बिहान राम्रो हुन्थ्यो तपाईँले भोलि हेर्नु भोलि मजाले अझै है अब एउटा त्यहाँ निस्किनु धामी बस्ने यता गति खानमा जाने कि कौडी बाबु एकदमै दाइको मन्दिरमा जाने हो एकदमै ठाउँ दि सिन्दुर चाहिँ छैन खबरदार गेदा सिंह सिकारीका मक्का एकति गामु मासु एकति सेपा एकति सेपासो मामी हात्यु जे पोको गेदा सिन्दुर खबरदार सिंह सिकारी मी दिखामा पाउ चारा गेलै त लाख लाख बत्ती मी बत्ती हो पासो मामी गेलै त बिन्ती पाना भाउ लाख बिन्ती पाना भाउ गामु मासु छ एकति यी त्यसको भेटेर छैन कहाँ छ भेटेर त्यो शिला चाहिँ कन्यागढालाई उखेल्नु पर्ने एकै कोरो लाभा ठाउँ दि एकै गोइलाई यो घन्टीहरू पनि लैजाउँ होला रेफ्री परेर अप्ठ्यारो ठाउँ दि मरङका कसरी लाने अब लु मरङदी इके पाती मका सिकारी के बोलाउनु गामु मासु एकति सोक्सोमा पाउ एकति खोजेर राखेको त हो नि घरमा ठोक्ने गर्दा पनि हुन्छ हल्का हल्का ठोकिराख्ने पछि यसलाई अलिकति माथि बनाउनु कि अनि के पो भन्नुभयो कम्पनी नाम चाहिँ यो नयाँ सिकाएको नाम चाहिँ के अरे नयाँ सिकाएको नाम अनि भनेर मैले बाला सिद्ध सिकारी हो हो बाला सिद्ध सिकारी उताको चाहिँ सिंह बाला सिंह सिकारी बाला सिद्ध
हेमा खानु हेमा अनि जाम कहाँ बुढाको बोतल छ यस यस ए ओ कबड्डी पाप म त फाल्दिन्छु पो यो पहिलाबाट नखानु पर्यो सारे पार्यो फेरि यो केही मात्रै राख्नु हुने हामीलाई पनि एक ठाउँमा बस्ने ठाउँ पनि हुन्छ यहाँ कति रोकेर हो नि यम र अलिक राम्रो स्टेन बनाएर यम के त राखेको चाहिँ माथि हाल हाल्दै एक पाङ्गा हजुर पाङ्गा अब फेरि सेती देवी सचती को अलि कहाँ पुर्याउँथ्यो होला काम गल्ती है तपाईँको त्यही धन्दा चाहिँ हो बेमेनी बेनी है एकछिन बोकेर झार्छु चल्दैछ ल है हाम्रो नयाँ धामी आयो है सेलेब्री आनामा दिल ए ढोल हामी